के गरेको इग्नोर Daily vlog. आज नि उनीहरूले आज चाहिँ हामी यता पशुपति आइसक्यो होइन अनि पशु भित्र छिरिसक्यो फेरि उसले चाहिँ बाहिरपट्टि अब भ्लग बनाउनु कस्तो बिर्सिदिरहेको मैले चाहिँ अनि हामी चाहिँ यतापट्टि यहाँ सुज राख्नु ठाउँछ यहाँ चाहिँ सुज राखिसक्यो सुज राखेर अब भित्र छिर्नु लागेर चाहिँ अनि मसँग चाहिँ पुनम छ फेरि आज पनि है डेली भ्लग होइन हिजोको भ्लगमा पनि तिमी थियो नि त अनि त्यही भएर भनेको मैले यसो इन्ट्रोड्युस त गराइदिनु पऱ्यो नि त होइन गाइस ओके मलाई कस्तो देखाउँछ अबे जल्दी बोल कल सुबह पनवेल निकलना है हामी चाहिँ भित्रै छिर्नु लाग्यो भित्रै छिर्ने भित्रै छिर्ने होइन अच्छा हमको सिखा रिया है के गरेको इग्नोर गरेको इग्नोर कस्तो देखाउँछ भने ए राम्रो देखाएको छ हो कस्तो त्यो सौरभ जोशीको जस्तै तिमी तिमी होइन के कस्तो छ अब उसको बुढीले अटेन्सन माग्न खोजिरहेको हुन्छ होइन अनि त्यसपछि अनि कस्तो इग्नोर गरेर अनि फुल कस्तो राम्रो है भने जस्तो कुरा गरिदिनु हो क्या तपाईँले फुल कस्तो राम्रो है अँ ठिकै छ होइन अब मेन मन्दिरभित्र जानु बाँकी छ अनि उहाँको साथीहरू चाहिँ धेरै हुनुहुँदो रहेछ यहाँ नमस्ते नमस्ते सन्चै हुनुहुन्छ? मेरो मित्रहरू त्यहाँ बसिरहेको छ कि मित्रहरू फेरि मोबाइल खोजेर हेरेर भाग्दैला नि फेरि मोबाइल खोजेर वेलकम टु विकासको भ्लग भन्ला नि फेरि त्यही हो नि तपाईँहरू नि नेपालमा हुनुहुन्छ भने पशुपति चाहिँ भिजिट गर्नु नभन्नु होला मेरो नेचुरल कल भाउ नि थाहा छ आफैले गरेर नेचुरल हो क्या ब्युटिसियनमा काम गर्छ कि ऊ चाहिँ अनि अझ नेचुरल अरे मलाई थाहा हुँदैन नेचुरल त्यस्तो हुन्छ कहिले होइन ए ए ए हुन्छ ल नेचुरल हुन्छ ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ हुन्छ ओके हामी चाहिँ अब आइसक्यो गाइस भित्रबाट आइसक्यो ल अब सिधै भित्र गएर एकछिन देखाउँलाई अनि अब चाहिँ हामी भित्र जाँदैछौँ फोटो खिच्ने कार्यक्रम चाहिँ सुरुमै सकायौँ हामीले होइन अब भित्र जाँदैछौँ भित्र चाहिँ भिडियो गर्न मनाइ छ त्यही भएर ल जाउँ है त गाइज अहिले भेटौँला बाहिर निस्केपछि है पुनमले लगाउँदैछ टिका होइन चन्दनको यो चाहिँ चन्दनको हुन्छ क्या चन्दन चाहिँ यस्तो हुन्छ सेतो चन्दन सेतो सेतो कि के हो सेतो चन्दन त रातो चन्दन होइन नि त ल त्यो ब्यागमा राखिदेऊ न चप्पल लगाइसकेपछि चाहिँ यो चाहिँ सधैँ यस्तो राखिदिने गर्नु होला सबैजनाले है लिनेलाई सजिलो हुन्छ नि त अब कहाँ जाने रे विकास सान उता लिङ्ग भएर जाने लिङ्ग भैरवी जाने ल अब हामी जाँदै अब लिङ्ग भैरवीतिर होइन लिङ्ग भैरवतिर देखाउन तपाईँ भैरव होइन नि भैरवी हो ए लिङ्ग भैरवी को रिसायो को रिसायो
ल भन्नुहोस् के भन्न चाहनुहुन्छ नर्स धेरै लिङ्ग भएर उयो के अरे भगवान्हरूको थानमा आएर त्यस्तो देश बनाउँछ मनै भनेर है गाइज हामी चाहिँ अहिले यता लिङ्ग भैरवी आइसक्यो होइन तपाईँले देख्नु भइहाल्यो होला अघिसम्म भिडियो गरिरहेको थिएँ अनि भर्खर चाहिँ अब हामी इन्ट्री गर्दैछौँ अब भित्रको अलिअलि सिनहरू तपाईँलाई देखाउँछ फेरि भित्रपट्टि चाहिँ फेरि तपाईँको मोबाइलहरू युज गर्नु दिँदैन क्या त्यहाँ पनि तपाईँले देख्न सक्नुहुन्छ लिङ्ग भैरवी यो कुनै एरिया अरे सामाखुसीमा ठ्याक्कै तपाईँले हाइवेबाट छिर्न सक्नुहुन्छ सानो गेट देख्छ क्या त्यहाँबाट छिर्न सक्नुहुन्छ अनि यतातिर चाहिँ यस्तो यस्तो छ क्या अनि महादेवको छ राम्रो छ म त्यो पनि देखाउँछु तपाईँहरूलाई सिनेमेटिक पारामा पुनः आफ्नै धुनमा छ है इग्नोर हाल्न त उसले जस्तो कसले सक्छ र भने चाहिँ हात धुन पाउँदैन है फेरि यहाँ लेखेको छ हात धुनु चाहिँ मिल्दैन यहाँ पानी चाहिँ खान पाएँ हामी चाहिँ मन्दिरबाट छिरिरहेको छु थ्याङ्क यू तपाईँहरूले चाहिँ यतापट्टि लाइब्रेरी देख्न सक्नुहुन्छ यतापट्टि चाहिँ लाइब्रेरीहरू छ जुन चाहिँ भगवान्हरूको किताबहरू त्यस्तोहरू छ तपाईँहरू चाहिँ आएर हेर्न सक्नुहुन्छ पढ्न सक्नुहुन्छ इन्ट्रेस्ट लागेको चाहिँ आउन सक्नुहुन्छ हामी चाहिँ अब बाहिर निस्किसक्यो भित्र चाहिँ अब भिडियो बनाउनु नमिल्ने थियो क्या अनि त्यही भएर अब हाम्रो चाहिँ सिद्धिसक्यो तपाईँहरूलाई सर्ट भिडियोमा देखाउँदा कस्तो होइन अब भित्र गएपछि मोबाइलहरू नि युज गर्न दिँदैन नि त खासै अब किनकि यहाँ त मन शान्त गर्न हुन्छ नि त त्यही भएर गाइज छोटो मिठो भ्लग आउँछ आजको होइन ल बेलुका आउँछ